धन्यवाद उद्घोषकज्यू। आजको यस कार्यक्रमका यो सभा अध्यक्ष महोदयज्यू, प्रमुख अतिथिज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावक तथा मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम त तपाईँहरूले मलाई यस वार्षिक उत्सवमा केही शब्द भन्ने अवसर दिनुभएकोमा, मलाई निमन्त्रणा गर्नुभएकोमा आयोजकलाई धेरै धेरै धन्यवाद। मैले तपाईँहरूको यो भाइ बहिनीहरूको देखेँ, नृत्य देखेँ, म धेरै खुसी लाग्यो, गौरवित भएँ। यो साँच्चीकै हाम्रो विद्याको थलो हो, यो ज्ञानको भण्डार हो। हामीले शिक्षा दुई किसिमबाट पाउँछौँ, एउटा घरमा आमाबाट पाउँछौँ भने अर्को शिक्षा विद्यालयबाट पाउँछौँ। त्यसैले मैले सरहरूसँग पनि कुरा गरेँ। यो साँच्चैकै आज 13-12 वर्ष कुरा गरेको अवसरमा यहाँको स्थानीयको मनमुटुमा जितेर जब सरहरूले स्कुल स्थापना गर्नुभएको छ, तपाईँहरू जनताको साथ सहयोग र सपोर्टले गर्दा यहाँसम्म पुग्नुभएको छ। मलाई आशा छ यो स्कुलमा